नमस्ते सबैजनालाई। आजको भिडियोमा तपाईहरुको सामु हामी एकदमै हेल्पफुल र ट्रेनिङ टुल ChatGPT कसरी युज गर्ने भन्ने भिडियो लिएर आएको छौं। यसमा हामी तपाईहरुलाई ChatGPT चलाउन स्टेप बाइ स्टेप सिकाउने छौं। तपाई स्टुडेन्ट हुनुहुन्छ, अफिसमा काम गर्नुहुन्छ या बिजनेस चलाउनुहुन्छ भने ChatGPT ले तपाईको प्रोडक्टिभिटीलाई धेरै नै बढाउन सक्दछ। सो भिडियोलाई अन्तिमसम्म नछुटाई हेर्नु होला। सो लेट्स स्टार्ट द सेसन। ChatGPT भनेको एउटा AI च्याटबोट हो जसले टेक्स्टको बेसमा कुरा गरेर क्वेशनहरुको आन्सर दिन्छ। एसे, स्क्रिप्ट, इमेल सजिलै लेखिदिन्छ। प्रोग्रामिङहरु गर्नुहुन्छ भने कोड पनि लेखिदिन्छ। ल्याङ्ग्वेज ट्रान्सलेसन सजिलै गरिदिन्छ। तपाईलाई YouTube कन्टेन्ट आइडियाहरुसम्म पनि यसले दिन सक्दछ। अनि यसको सबैभन्दा राम्रो कुरा यो युज गर्न एकदमै सजिलो छ। तपाई फर्स्ट टाइम युज गर्दै हुनुहुन्छ भने आफ्नो एप स्टोरमा जानुहोस् र OpenAI डाउनलोड गर्नुहोस् र इन्स्टलेसन गर्नुहोस्। वन्स इन्स्टल भएपछि अब ChatGPT को आइकनलाई क्लिक गर्नुहोस् अनि साइन अप को बटनलाई क्लिक गर्नुहोस्। त्यसमा कन्टिन्यू विथ एप्पल अर गुगल गर्न सक्नुहुन्छ र आफ्नो एप्पल अर गुगल आइडी एन्ड पासवर्ड इन्ट्री गरेपछि कङ्ग्रेचुलेसन, तपाईको पर्सनल ChatGPT युज गर्नलाई अब रेडी हुन्छ। फर्स्ट टाइम लगइन गर्दा बेसिक इन्स्ट्रक्सनहरु दिन्छ, यसले के गर्न सक्छ र यसको लिमिटेसन के छ भनेर त्यो एकचोटी हेर्नु होला। तपाईले ChatGPT मा जति राम्रोसँग क्वेशन्सहरु प्रम्प्टको रूपमा दिन सक्नुहुन्छ, यसले त्यति नै राम्रोसँग तपाईलाई आन्सरहरु दिन सक्दछ। हियर आर सम क्विक टिप्स। क्लियर र स्पेसिफिक हुनु, जस्ट लाइक राइट अ बिजनेस प्रपोजल इन नेपाली भन्दा राइट अ बिजनेस प्रपोजल फर अ स्मल टी शप इन पोखरा फोकसिङ अन टुरिस्ट कस्टमर भनेर लेख्दा अझ बढी स्पेसिफिक रिजल्ट दिन सक्दछ। रोल एसाइन गर्नु, लाइक तपाई एक म्याथ टिचर हुनु, मेरो होमवर्कमा हेल्प गर्नु भनेर र क्वेशन्सहरु गर्न सक्नुहुन्छ। फर्मेट स्पेसिफाई गर्नु, लाइक बुलेट पोइन्ट्समा भनिदिनुहोस्। टेन लाइन सर्ट स्टोरी बनाउनुस् र त्यस्तै ल्याङ्ग्वेज स्पेसिफाई गर्नु, यो नेपालीमा ट्रान्सलेट गरिदिनुहोस् भनेर हामी भन्न सक्छौं। अब हामी एउटा डेमो गरौँ। म सोच्छु मेक अ ट्राभल प्लान फर काठमाडौँ टु पोखरा बाई बस इन नेपाली। ChatGPT को आन्सर डिस्प्ले हुन्छ यसरी र यसमा तपाई हेर्न सक्नुहुन्छ। यो प्लानमा कस्ट, प्लेस टु भिजिट, टाइमिङ सबै दिन्छ एकदमै सजिलैसँग। त्यसैगरी राइट एन इमेल टु माई बस आस्किङ फर लिभ। हियर इट गोज, इमेल रेडी। यस्तो प्र्याक्टिकल कामहरु तपाईलाई डेली लाइफमा एकदमै हेल्प हुन्छ। त्यस्तै गरी ChatGPT ले हेल्प गर्न सक्ने केही पपुलर टास्कहरु चाहिँ धेरै थरी छ। जस्तै स्टुडेन्ट्सहरुको लागि यसले इजिली एसेजहरु लेख्न, असाइनमेन्ट्सहरु गर्न, प्रेजेन्टेसनहरु तयार गर्न र एक्जाम प्रिपरेसन गर्न, एक्जाम्पल जीके क्वेशन्सहरु तयार गर्न एकदमै यसले सजिलोसँग तयार गर्न सक्छ र सिकाउन सक्छ। र त्यस्तै गरी प्रोफेसनल्स राइटिङ्सहरुमा चाहिँ यसले इमेलहरु राइटिङ लेख्नको लागि, रिपोर्ट आउटलाइन्सहरु तयार पार्नको लागि, प्रोजेक्ट आइडिया र प्लानिङ्सहरु गर्नको लागि एकदमै
हेल्पफुल हुन्छ र त्यस्तै गरी डेली लाइफमा पनि डिफ्रेन्ट टाइप्स अफ रेसिपिजहरू सजेस्ट गर्नको लागि अनि यो ट्राभल गाइडको रूपमा पनि यसले एसिस्ट गर्न सक्छ र स्क्रिप्ट राइटिङहरू गर्नको लागि र नयाँ कुनै स्किल्सहरू सिक्नको लागि पनि यो एकदमै यसले सजिलोसँग सिकाउन सक्दछ। यो एकदमै पावरफुल डिजिटल एसिस्टेन्ट हो। त्यस्तै गरी यसको एउटा सेफ्टी एन्ड लिमिटेसन्सको पनि तपाईँहरूलाई थाहा पाउनुपर्छ। यो एउटा इम्पोर्टेन्ट कुरा हो जसमा चाहिँ च्याट जिपिटीले सबै एन्सरहरू 100% एक्युरेट दिन्छ भन्ने हुँदैन। जस्तै मेडिकल, लिगल, फाइनेन्सियल कुराहरू भेरिफाई गर्न जरुरी हुन्छ। त्यस्तै प्राइभेट डिटेल्सहरू सेयर नगर्नुहोला र यसमा फेक न्युज या मिसइन्फर्मेसन पनि आउन सक्दछ। सो अलवेज डबल चेक सेन्सिटिभ इन्फर्मेसन। वेल साथीहरू, यो थियो च्याट जिपिटी कसरी युज गर्ने भन्ने बारेमा स्टेप बाई स्टेप गाइड। यदि यो भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा म तपाईँहरूलाई एआईबाट युट्युब कन्टेन्ट कसरी बनाउने र प्रोडक्टिभिटी टिप्स पनि लिएर आउनेछु। त्यतिन्जेलको लागि धन्यवाद। जय नेपाल।